गाइस हेलो साथीहरू नमस्ते हजुरहरूलाई हाम्रो मकैबारीमा स्वागत छ अनि मेरो ब्लगमा मिनी ब्लगमा पनि स्वागत छ। साथी मैले पहिलोचोटि फार्मिङ गरेको है। म पहिलोचोटि किसान भएको अनि यसपालि फर्स्टचोटि गर्दा नि अनि मकैमा दुई दुईवटा घोगा लागेपछि अनि म चाहिँ हाँसेर मरेँ। अनि म योचोटि गर्दिनँ भनेको अनि यो दुई दुईवटा घोगा लागेपछि चाहिँ अनि म अर्कोचोटि पनि खेती गर्नु परेन त साथीहरू। लु हेर्नु त यसरी दुई दुईवटा घोगा लागेपछि अनि मलाई जहिले खेती गरौँ गरौँ लागेन त साथीहरू। तपाईँहरू के भन्नुहुन्छ यो विचार? मलाई त अनि सधैँ खेती गरौँ गरौँ लाग्यो त साथीहरू। यस्तो भएपछि त नि खुसी लागिहाल्यो नि होइन त साथीहरू। हजुरहरू पनि गर्नु होला है। यसरी दुई दुईवटा फलेपछि डबल नाफा भएन त के गरौँ? कस्तो लाग्यो साथीहरूलाई हाम्रो मकैबारी? अनि हेर्नु त सबैमा दुई दुईवटा लागेको छ। अनि हजुरहरूको पनि खेतीबारी बाँझो छ भने साथीहरू अल्छी नगरी गरौँ। हाम्रो जमिनमा सुन फल्छ, फलाउनु पर्छ। हामीले हाम्रो देश आफै बनाउनु पर्छ है त साथीहरू। हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? जय बालेन सरकार।